भाइ वेट मासेर कति पर्छ 100 भन्दा 10 रुपियाँ ए मैले डक्टरले चाहिँ वेट नाप्नु भनेको थियो कि 65 पुरा भनेको थियो कि अनि वेट नाप्नु मलाई फेरि पैसा छैन कि मैले थाहा छ एकचोटि कसरी गर्ने म वेट नाप्छु 65 पुरा भनेको थियो एकचोटि माथि चढेर 72 रहेछ 65 पुरा भनेको 72 झन् घटाउनु पऱ्यो दौडेर किन पढिएको रहेछ यहाँ बुक किन्नै कतिको कमाउँछ नि यसरी दिनमा कति कमाउँछ बुकको कति पर्छ बुकको कतिवटा बुक किन्नुपर्ने पढ्नै किन्नुपर्ने तिमीले यो पढिएको देखेर मेरो मन दुख्छ क्या अनि म आएको एकचोटि सानो सानो क्वेसन गरेँ क्या तिमीले दिँदै दिएन मसँग पैसा नहुँदाखेरि तिमीले दियो रहेछ खुसी लाग्यो अनि किन बाटोमै बसेर पढिएको नि पैसा आउँछ भनेर भाडा चाहिँ घरमा के बस्नु गाडी मम्मी त घरमा एक्लै बस्नुहुन्छ एक्लै अनि कति क्लासमा पढाउनु भएको तिमीमा आफै सबै पैसाहरू खर्च गरेर पढाउनु भएको कतिवटा बुक किन्नुपर्ने हजुरलाई 8वटा कति पर्छ ए कति पैसा चाहिने 8वटा बुकको कति भयो 300 होइन त्यति जति पर्छ होइन 3000 जति पर्छ होला है पढ्नै हो होइन तिमी यहाँ ठ्याक्कै बाटोमा बसेर ठ्याक्कै पढिएको देखेर मेरो ठ्याक्कै आँखा भयो कि म ठ्याक्कै यहाँ अडिक लिएर स्विमिङ पुल भयो तिम्रो नाम के हो मसँग पैसा छैन भन्यो त्यो वेट नाम दियो टिका काट्यो होइन हुँदैन कस्तो राम्रो भयो मन तिमीले चाह हजुर ए हो र ए ल तिमीलाई चाहनु एउटा किताबहरू किन्नु हजुरहरू किनभने सबैजना हेर्नु पर्छ हजुर उहाँ पढ्याएको रहेछ कि सानो किताब किन्नु हुन्छ साथी किताब पढ है त राम्रोसँग तिमीले पढेको देखेर म